तयारी नगर्दा धेरैको ज्यान गएको थियो। बचाउ बचाउ भन्दा भन्दै जस्तामा एउटा घरमा पुरा घरै लगेको थियो। दर्शनहरू भर्खरै आए बेलायतबाट ब्रिगेडहरू नेपालका पुराना तत्कालीन सरकारका निरङ्कुश र लुटेरा भर्खरहरूलाई कारबाही गर्नको लागि अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा लाने र बेलायतमा र स्पेनमा यिनीहरू एकति अपक्रमपछि जम्मा गरेका छन्। सब खोज्नुपर्छ भनेर भन्नुभएको छ। कस्तो लाग्छ त्यस्तै सुन्नु जस्तो तस्तै चाहिँ यही रोजगार दिन्छु भनेर चाहिँ भाषण सुन्नुपर्छ। तर उहाँको छोरा चिन्तन पौडेलले बेलायतमा 4वटा घर दिएर बस्छ। जुन चाहिँ 4वटा घरमा अहिले चाहिँ एउटा कम्पाउन्ड घेरेको घर दिएर चाहिँ हल सिटीमा बसेको छ। 6 अरब पैसा छ, मलाई कसैले केही गर्न सक्दैन भनेर हिँडेको छ। उसलाई मैले चाहिँ फिग आउट गर्न खोजेको विगत दिनुपर्छ। तर चाहिँ यो राष्ट्रको पोलिसी नराम्रो भएको कारणले त्यसले गर्दाखेरि जेन्जी पुस्ताहरूलाई सुरु गराउँछु। अब यो पोलिसी हामीले चाहिँ बनाउनुपर्छ। त्यो कारणले गर्दाखेरि यो बनाउनको लागि धेरै ठुलो छैन। संवैधानिक निकायबाट जति पनि भएको नीतिहरू छ उनीहरूलाई चाहिँ जरैदेखि थाल्नु एउटा। अहिले चाहिँ सुरक्षा भएको छ। ल हेर्नुहोस्, यसरी झोलाहरू भएका छन्, कपडाहरू भएका छन्, सबै सारा सम्पत्ति नै तहस नहस भएको देखिन्छ। तस्माहरू हेर्नुहोस् त यसरी। तपाईँको चाहिँ यो पैसा रिपार्टिसन गरेर ल्याउनको लागि अख्तियार र विशेष अदालतको ठुलो हात छ। किन भन्दाखेरि अख्तियारमा उनीहरूले चाहिँ हामीहरूले चाहिँ उता चोरी गर्नुपर्छ र विशेष अदालतले तराईका जिल्लाहरूमा डुबानमा परिरहेको छ। हालेर त्यसमा तपाईँहरू विश्वभरि कानकोटाबाट हेरिरहनु भएको छ। जो माग पुरा हुन्छ त सुधा गुरुङको टिम जेन्जीको माग पुरा गर्छ त। यदि जेन्जीको माग पुरा नभए गरेर यो देशमा ल्याउने पढ्ने बारेमा अब हामीहरू अगाडि बढ्नुपर्छ। त्यो बढ्नको लागि तपाईँहरूलाई मैले चाहिँ एउटा इक्जाम्पल दिन्छु। फिलिपिन्सको राष्ट्रपति हाम्रो घर गाउँ चाहिँ यस्तो भएको छ। हेर्नु पहिला चाहिँ रातभरिको पानीले होइन यहाँ घर थियो हाम्रो ठुलो घरको बडो घरको गाउँ थियो मान्छे नै। अब घर नै छैन मान्छे नै। के गरेको छ मैले विगत 2 वर्षदेखि भन्दै आएको छु। अहिलेको चाहिँ राष्ट्र प्रमुख जुन चाहिँ उहाँको चाहिँ हामीले चाहिँ यहाँको युवा मेरो कस्तो खालको मान्छे भन्दाखेरि आफै चलायो त्यस्तो तरिकाले ल मैले त सम्भव छ अरे ल मतलब खाल गर्नुपर्छ। तर सबैजना सबैतिर सबै तपाईँहरू पनि सबैजना सेफ भएर बस्नु होइन। कति पानी पर्छ के भनिरहेको छ। सबैजना सेफ भएर बस्नु। प्रेम राईको केपी ओलीको राइट हो। उसले चाहिँ केपी ओलीको चाहिँ सम्पत्ति शुद्धिकरण उसले गर्दैन। त्यो कारणले गर्दाखेरि अख्तियारको चाहिँ पिउनदेखि अख्तियार प्रमुखसम्म चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त्यहाँ चाहिँ क्लिन अप गरेर नयाँ टिम हाल्नुपर्छ। विशेष अदालतले के गर्नुपर्छ गिल्ट गर्नुपर्छ उनीहरूलाई होइन। गिल्टी गराउन लागि के गर्नुपर्छ अहिलेको चाहिँ न्यायाधीशहरूले गर्दैन तिनीहरूलाई। त्यो कारणले गर्दाखेरि त्यहाँ चाहिँ क्लिन अप गरेर हेर्नुहोस् जस्तो यसरी हेटौँडा पाउने यस्तै आएको थियो। राप्ती खोला नारायणी त्यस्तै छ, त्रिशुली त्यस्तै छ, भेरी महाकाली सबै नदीहरू यसरी उर्लिरहेका छन्। बाढी पहिरो गएको छ। दुःखले बाँचेको हामी चाहिँ अलिक उदो खोलैसम्म पुगेको छ। यतातिर यस्तो छ होइन। के भन्नु यहाँ रात के भयो हिजो मजाले सुतेको होइन। बिहान यस्तो भएको छ। स्विजरल्यान्डमा छ, सिङ्गापुर, मलेसिया, पानामा, तपाईँको छ हङकङ, तपाईँको यस्तो देशहरू त होइन। भर्जिन आइसल्यान्ड कति छ कति उनीहरूको पैसा है। त्यसले गर्दाखेरि यसलाई कसरी दर्शकहरू उहाँको आवाज सुन्नुभयो। उहाँको भनाइ कस्तो लाग्यो त्यस्तै प्रतिवेदन तपाईँहरू विश्वभरि कारण कुण्डबाट हेर्नुहुन्छ। आफ्नो नाम र ठाउँ लेख्दै यो भिडियोलाई सबैले सेयर गर्नुहोला। कोशी ब्यारेजका 56वटै ढोका खुले र कोशी ब्यारेजमा हाई अलर्ट रातो घन्टी बज्यो। कोशीको बाँध खोलिएको छ र बिहार जलमग्न भइसक्यो र नेपालका धेरै पहाडी जिल्लाहरूमा बाढी पहिरो जाने, तराईका जिल्लाहरू डुबानमा पर्ने र हिमाली जिल्लाहरूमा हिउँ पर्ने भएको छ र धेरै जनधनको जस्तै स्विजरल्यान्डमा चाहिँ अहिले चाहिँ 400 तपाईँको चाहिँ 26 मिलियन US डलर छ उनीहरूको त्यहाँ। झन्डै 66 करोड छ। कम्बोडियामा 32 अरब त तपाईँको चाहिँ तपाईँलाई थाहा नै छ। जस्तै 66 अरब चाहिँ क्षेत्र कष्टकर भइरहेको छ भने कयौँ बेपत्ता भएका छन्, कयौँ घाइते भएका छन्। आजले दर्शकहरू तपाईँहरू विश्वभरि कारणको नबाट हेरिरहनु भएको छ। भिडियोलाई सक्दो सेयर गर्नु होला। आफ्नो मनमा लागेका विचारहरू कमेन्ट बक्समा छोड्नु र अहिलेको सरकारले पनि त्यस्तो
जेनजीहरूको माग पुरा गरेको छैन, प्रत्यक्ष कार्यकारी गरेको छैन र दोषीलाई कारबाही पनि गरेको छैन भनेर त्यस कारणले जेनजी युवाहरू पनि रिसाइरहेका छन्। त्यो खालको हुँदैन, एउटै विचार गर्नु सबैजनाको त्यो खालको हुँदैन। चुनाव चाहिँ कतिलो पाउने थियो, चुनाव चाहिँ के पाउने भन्ने थाहा छैन। एउटा चाहिँ हिट गर्नुपर्छ। त्यो गरेपछि नेपाल सरकारले डाइरेक्ट चाहिँ स्विजरल्यान्डमा, कम्बोडियामा अनि त्यसपछि स्विस सरकारलाई चाहिँ एप्रोच गरेर यो प्रक्रियाले हामी चाहिँ रिपार्टेसन गरेर ल्याउँछ, कानुन बिलहरू यहाँ हुन्छ, तपाईँहरूले अझै मोर रिसर्च गर्नुपर्छ। त्यो कारणले गर्दा मैले भन्नु खोजेको के भन्दाखेरि अहिले अख्तियारमा को छ सुख छैन। दर्शकहरू चाहिँ अगाडि दसैँ अगाडि जेनजी आन्दोलन, दसैँ पछाडि पार्टी पहिरो, तिहारमा के हुन्छ यो सरकारले अझ आन्दोलन हुने नै छ। के कति क्षति हुने हो हेर्नुहोस्, अझै धेरै जनधनको क्षति हुने नै छ। अब भयावह स्थिति आउँदैछ दर्शकहरू, तपाईँ जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ सुरक्षित हुनुहोला। मार्कोस जुन चाहिँ 1986 मा चाहिँ रिटायर भयो र देशमा यस्तै आन्दोलन भयो। त्यसपछि 99 मा उसले चाहिँ अकुत सम्पत्ति लगेर कहाँ राख्नु रहेछ तपाईँको चाहिँ स्विजरल्यान्ड ब्याङ्कमा। त्यसले गर्दा सब्सक्राइब, US डलर लाइक जुन चाहिँ देशले चाहिँ रिपार्टेसन लिएर त्यसलाई समृद्धि गरायो। अब हामीले गर्नुपर्ने त्यही हो। तपाईँहरूले देख्नुभएको छ उहाँहरूको घरमा आगलागी भयो, भौतिक सम्पत्ति मात्र जलेको छ। उहाँहरूको चाहिँ तिनीहरूलाई बाहिर गरेको इन्भेस्ट र तपाईँको बाहिर गरेको चाहिँ सेभिङ चाहिँ हामीले देखेको छैन। उनीहरूको भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। तपाईँको विचारमा लागेको कमेन्ट गर्न सक्नुहुन्छ। नेक्स्ट टाइम